यदि तपाईँ दालमा कागती नहाली दाल खाने बानी गर्नुभएको छ भने आजदेखि यो बानीलाई सुधार्नुहोला। यसले गर्दाखेरि दालमा भएको आइरनलाई 4 गुणा बढी शरीरमा एब्जर्प्सन गर्न मद्दत गर्दछ। आइरनको कमीले गर्दाखेरि कपाल झर्ने समस्या, धेरै थकान भएको महसुस हुने, आँखामा डार्क सर्कल आउने लगायत तपाईको छाला चाहिँ चिलाउने र सुक्खा हुने जस्ता समस्याहरू देखिन सक्छन्। तर दालमा पाइने आइरन जुन प्लान्ट बेस्ड आइरन हुन्छ, जसलाई हामीले नन हिम आइरन भन्छ, जुन चाहिँ हाम्रो शरीरमा अथवा आन्द्रामा चाहिँ एब्जर्प्सन हुन निकै गाह्रो हुन्छ। तर जब हामीले कागती युज गर्छौँ, कागतीमा भएको भाइटामिन सी ले चाहिँ त्यो नन हिम आइरनलाई 4 गुणा बढी एब्जर्प्सन गर्न मद्दत गर्दछ। विशेष गरी मसुरको दाल आइरनको असाध्यै राम्रो स्रोत हो, त्यसैले यो पर्पजको लागि मसुरको दाल असाध्यै राम्रो हुन्छ। तर एउटा कुरा याद राख्नुहोस्, कागती दाल पकाउँदा होइन, दाल खानु अघि मात्र प्रयोग गर्नुहोस्। सानो बानी तर ठुलो फाइदा। यो भिडियो तपाईलाई उपयोगी लाग्यो भने तपाईको परिवार, आफन्ती र साथीभाइलाई शेयर गर्न र यो एकाउन्टलाई फलो गर्न नभुल्नुहोला। धन्यवाद।